Hello and namaste. It's me Supe. Welcome to my mini vlog. आज चाहिँ हामी मेरो पर्सनल क्लाइन्ट कुलदीप दाईको लेग वर्कआउटको एउटा सानो भिडियो क्रिएट गरिरहेछौँ। उहाँ मसँग जोडिनु भएको अलमोस्ट 2 months हुन लाग्यो। उहाँको स्टार्टिङ वेट थियो 76 kg. नाउ ही इज इन अलमोस्ट 70 kgs. नो मोर एक्सपेन्सिभ डाइट, एकदम नर्मल साधारण उहाँले डेली रूपमा कन्ज्युम गर्ने खानेकुराहरूलाई नै बेस बनाएर हामीले उहाँको बडीमा चेन्ज ल्याइरहेछौँ। आजको हाम्रो लेग वर्कआउट थियो। सबै वर्कआउटहरूको 4 सेट्स अनि त्यो रेपिटेसन्स भनेको 10 to 12 को रेन्जमा राखेका छौँ। हामीले गरेको वर्कआउटहरूमा सुरुमा लेग एक्सटेन्सन, देन आफ्टर स्क्वाट्स, देन लेग कर्ल्स, हिप थ्रस्ट, इनर आउटर, अनि त्यसपछि उहाँको लेगमा एउटा सानो इस्यु भएकोले काफ राइजलाई चाहिँ हामीले वेटेड नगरिकन फ्री वेट गर्छौँ, किनकि उहाँको एउटा लेगले लोड लिन अलिक गाह्रो हुन्छ। सो वी प्रिफर फर फ्री वेट्स। देन काफ राइजहरू गऱ्यौँ अनि त्यसपछि आफ्टर लेग वर्कआउट नेसेसरी टु स्ट्रेच योर ब्याक फर कुल डाउन। एक्सर्साइज गर्दा स्क्वाट्सहरू गर्दा ब्याकमा प्रेसर परेको हुन्छ। So we need to cool down our body, stretch our lower backs, ताकि हाम्रो वर्कआउट पछि पनि ब्याकहरूमा पेन नहोस्, मसल्सहरूमा पेन नहोस्। वर्कआउट भनेको इन्जोय गर्नको लागि गर्ने हो, बडीलाई पेन दिनको लागि गर्ने होइन। सो हामीले कुल डाउन गरी भ्यायौँ। देन वी फिनिस आवर लेग वर्कआउट्स। थ्याङ्क यू फर वाचिङ।